गाइज वेलकम टु माई न्यू ब्लग आई होप सबैजना सन्चै हुनुहुन्छ होला र हामी पनि सन्चै छौँ आइसकेको छौँ राष्ट्रपति रनिङ सिलमा हाम्रो 3000 मिटरको खोइ फर्स्ट आइज है 3000 मिटर 3000 मिटरको फर्स्ट यो मान्छे हराइसकेको थियो क्या हराइसकेको थियो मैले खोजेर ल्याएको कबड होलमा लगेर भात खुवाएर ल्याएर फेरि यहाँ राख्नु परेछ यसलाई अब त्यो सबै भिडियो भरे आउँछ हेर्नु होला सबैजना यस्तै छ जिन्दगी सबैले सपोर्ट पनि गरिदिनु पर्यो सुनिल हेम्ब्रमलाई हाम्रो दिपेन सर केही हुन्छ जस्तो लाग्दैछ आज दिपेन सरलाई त अलिक सानो हुन्छ देखि नै गाह्रो पर्छ क्या ल म बसिदिन्छु हाम्रो सर यहाँनिर तपाईँको स्कुललाई हामी जित्छौँ है यो पालि जित्छौँ नरिसाउनु ल तैँले भन्न मिल्दैन मिल्छ मलाई फलानु स्कुल भन्नै हाम्रो सर दुईतिरबाट हो क्या दुईतिरबाट श्री गौरी शङ्करबाट र पञ्चमणिमा के गर्नु अब दुईतिर पढ्नुपर्छ बिचमा दोधार अब ठिक छ यस्तै छ जिन्दगी आज के भन्छ पऱ्यो भनिरहेको सोच चाहिँ गलत हुँदैछ यार मेरो आज र यसको चाहिँ मलाई अलिकति आश थियो यसले हानिहाल्यो होइन गोल्ड मेडल हानो गोल्ड मेडल प्रमाणपत्र देखायो छिटो ए सुनिल हेम्ब्रम 3000 मिटर दौडमा ल सर पनि आइसक्नु भएको छ ल यस्तै हो भरे भेटौँ ल मैदान प्रवेश गराइदिनको लागि हामी हार्दिक गर्न चाहन्छौँ छात्रतर्फ ज्ञानेन्द्र माली गौरीशङ्कर माली पशुपति माली पञ्चनगढ माली नमन माली पञ्चमणि माली पाइन्छ त यार खसेर पर्दा भयो चाहिँ दुईटामा एथलेटिक्स तर्फबाट हामी यो विचार गर्दैछौँ र यो लिड हुनको लागि अवश्य मालिक प्राध्यापकज्यूलाई पनि म हार्दिक गर्न चाहन्छु र यो प्रमाणपत्र ट्रफी वितरण कार्यक्रम हार्दिक गर्न चाहन्छु यस पश्चात 400 मिटर रिले छाता सुनिल यसमा अझै छ छैन भने सँग धेरै जनाको सुनिल ओ भाइ त ज्याकेट खोल्न एनर्जी बचाइ राख्नुपर्छ हामी त होइन एनर्जी बचाइ राख्नुपर्छ तिमीहरू लाउँदै गर अब छिटो आफूले लाउँदै गर बाहिर छु ओ भाइ बस्न त्यहाँ लाएर बस्न छिटो गर अहिले बाँध्नु भाइ यहाँ आएर ओ भाइ यहाँ त नि छैन अलिक भित्र बस सबलाई है त जिल्ला जित्नु होला जिल्ला जित्नुपर्छ है जिल्ला जित्ने कामना भाग्यमा यार हामी त
धन्यवाद जय खेलकुद सक्ने यहाँ